नबनाऊ के भ्लग कति बनाइरह्यो भ्लगमा आँट नि भ्लग नबना भन्छ यो त्यत्रो क्यामेरा किनेको क्या म त भ्लग नबनाएपछि अनि अहिलेसम्म यहाँ सुक्खो उठेन यो क्यामेरा किनेको यहाँ एक्सन 5 किनेको फोनले त बरु काम गरेछ अलि नाउ वी आर हेडिङ टु द फोर डान्स स्टुडियो विच इज ओन बाई माइसेल्फ यस नट अ हेडिङ इट्स हेडिङ हेडिङ भन्छ ए हेडिङ भनेको यस नेपाली पनि बोलेको नेपाली हो अनि हेडिङ भनेको त नेपाली होइन र के हो हेडिङ भनेको मैले त भर्खर सुन्दै थिएँ शब्द स्ल्याङ हो क्या स्ल्याङ वी आर गोइङ भन्नुपर्छ दुईवटा कुराहरूलाई देखाउ न त्यस्तो पनि देखाउनु पर्छ क्या मान्छेहरूसँग बोल्नुपर्छ हात गल्यो हेलो एभ्रिवान वेलकम टु माई च्यानल म चाहिँ आज खाँदैछु है गाइस नरिवलको पानी होइन एकदम हेल्दी कुरो यत्रो छ नरिवल हेर नि आमा कत्रो नरिवल पनि यत्रोबाट छ पानी पनि यो भरि न भरि छ यहाँनिर पुरै भरि न भरि रहेछ होइन यहाँनिर मजाले खाँदैछु आहा मजा छ खाइरहेको छु यत्रो ठुलो छ यी मेरो अनुहार ढाक्छ यसले त अनि म चाहिँ हिँड्नु लाग्यो अहिले यो खाइसक्यो हिँड्नु लाग्यो म चाहिँ साथीकोमा माथि राजनकोमा होइन खाना खानु बोलाएको थियो त्यही भएर अनि जानु लाग्यो त्यहाँ खाना खाएर अनि आज फेरि भिडियो बनाउँछ लुगाको भिडियो बनाउँछ अनि आफ्नो डान्सको भिडियो एउटातिर बनाउनु पऱ्यो भनेको एउटा अझै लेट्स सी हेरौँ डान्सको चाहिँ लुगाको चाहिँ भिडियो बनाउने हो भर्खर नआएर आएको म चाहिँ कपाल पनि यस्तै छ यो खानु पऱ्यो भनेर खानु लाग्यो म चाहिँ तर टन्नै छ पानी यार अस्ति नै एक ठाउँमा खाएको मजाले भेना भएर पानी पनि थोरै रहेछ कस्तो अनि गनागनाको टाइपको थियो तर यो चाहिँ दामी रहेछ कि हिजो पनि एउटा खाएको अझै पनि छ टन्नै यहाँभित्र चाहिँ गुदी नै हुन्छ क्या अनि यो गुदी पनि उस गरेर खाने हो तर अब म चाहिँ अहिले यो खाएर हिँड्नु लाग्यो यो चाहिँ एकछिनमा दिउँसोतिर खानु पर्ला गुदी चाहिँ अहिले चाहिँ म यो खाएर हिँड्नु लाग्यो मास्तिर हिँड्नु पऱ्यो रेडी केही सामानहरू रेडी नै गरेँ होइन सबै भद्रगोल छ दिउँसो आएर गर्ने हो कति बजी अहिले 11 बजेर 10-12 मिनट गएछ जानु पऱ्यो अब चाहिँ अन्त छिटो खानु पऱ्यो अझै सकिने छिटो खानु पऱ्यो यस्तो कोल्डै सक्यो हो यो गुदी पस्यो क्या पानी चाहिँ सक्यो यसको अब होइन पानी चाहिँ सक्यो यसको अब यसको गुदी खानुपर्छ तर अहिले होइन भरे दिउँसो कि बेलुकातिर खानुपर्छ होइन अहिले चाहिँ म जान्छु है त गाइज माथितिर उकालो लाग्छु अब चाहिँ म हिँड्दैछु म चाहिँ अहिले मासतिर राजनकोमा अनि यो चाहिँ हाम्रो खास खाने ठाउँ हो होइन बेला बेलामा यो चाहिँ शिलाफल भन्छ क्या यो चोकला चाहिँ होइन एउटा मन्दिर पनि छ यतापट्टि चाहिँ अब कुनै कुनै बेला यहाँ चाहिँ यो पोखरीमा चाहिँ अब पानी पनि हुन्छ कहिले चाहिँ यहाँनिर पानी सुकाएर सबै खेल्ने ठाउँमा चाहिँ बनाउँदो रहेछ होइन यस्तै यस्तै हो Now I am in his home होइन गएछु खाना पकाएर राखेको छु भन्दै थियो के पकाएको छ हेरौँ लेट्स सी गाइज टुङलुङ गाइज हो गाइज आम्मै पाएको भात पाक्दैछ अब कहाँ किचन
के हुन्छ त वाट्स रङ विथ यु म्यान फोहोर त भइहाल्छ नि किचनमा अलिअलि दाल पाकेको छ पेज के हो भात के छ ल यस्तो यस्तो पाकेर बसेको छ होइन अब खानुपर्छ मजाले खानु थाली होइन कसले पकाएको थियो हो तिमीले पकाएको हो त साँच्ची हो त चुट देखाएको नि त अब खाने गाइस ल अब चाहिँ हामी चाहिँ भात खान लाग्यो है गाइस भात हेर्नु यहाँ यस्तो छ भात चाहिँ होइन ऊ आमा के हो भन्नु त यति त खानु पऱ्यो नि आहा मजाले खान्छ अब म चाहिँ खान्छु हामी खान्छौँ तपाईँ चाहिँ हेरेर बस्नु होला है त के भयो अरे ठुलोको चामलले ठुलोको चामल खानुपर्छ थोरै अन्त मासु के हो थोरै अन्त मासु हामीले कति ल्याएको के गर्दा त बन्दिएर नि सकेन एक्जाम अब त्यो एक्जाम सकेन अब डान्स गरेर भिडियोमा पनि Now we are heading to the Fort Dance Studio, which is owned by myself. Yes. Not a heading, it's a heading. हेडिङ भन्छ ए हेडिङ भनेको Yes. नेपाली पनि बोलेको नेपाली हो त्यो? अनि हेडिङ भनेको त नेपाली हैन र के हो हेडिङ भनेको मैले त भर्खर बुझ्दै थिएँ शब्द Slang हो क्या slang? We are going भन्नुपर्छ Slang हो क्या slang? You have to use some slang word between. बुझ्ने इङ्ग्लिस बोला के we are going in the Fort Dance Studio Wait. Academy. Wait. If you are wanted to come to join us. Wanted होइन होला, want हुन्छ होला हौ. Wanted भन्छ होला हौ. Want भनेको चाहनु हो नि त. चाहना हो नि त. Wanted भनेको चाहनु हुन्छ. चाहनुहुन्छ. मैले हैन. Okay. 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 But today Wallah. हाम्रो सरले चाहिँ मलाई इङ्ग्लिस सिकाउँदा हुनुहुन्छ गाइज होइन यस होइन त्यो गाइज and we are heading to our class which is owned by myself अनि he bought this new light for our video होइन अनि यसबाट चाहिँ हामी नयाँ भिडियो बनाउने हो लाइटबाट दुईटा भयो लाइट होइन च्यालेन्ज गेम खेल्नु अहिले पुरै ठिक होस् न मलाई के हुँदैन अनि मेरो कपाल चाहिँ खाली यस्तो उडाउँछ मुला साग सो हामी हिँड्दैछौँ यस्तो बोकेर चिकन खाँदै ए सोध न त्यो क्या फलफुल त मैले टमाटर किनेर ल्याएर आएको छु किनेर राखेको छ एउटा दिनको दिने होइन किनेर आएको छैन ल्याइदिएको मलाई फ्रुट खरबुजा मसँग चाहिँ अब खरबुजा चाहिँ छैन मैले चाहिँ ल्याएको छु मैले चाहिँ पाएको छु एप्पल अनि कोकोनट वाटर त्यो किन्ने त्यसको लागि मात्रै भनेर युज नगर्ने गरेर के को के किनेर कालो म्याट अलिकति मात्र के कहाँ किनेको तिमीले त्यो त उयो उसमा किन्यो भने त्यो कार्ड पसलमा
त्यो चाहिँ युज नगर भनेर के हुँदैन तिमीलाई नि त्यो अब तिम्रो युज गरेको चिया किन पनि लागिसक्यो नि ए भुराले मसलाहरू त भुराले उसको गरेर चाहिँ दिइहाल्छ नि अनि त्यो चाहिँ अस्ति एउटा भुराले होइन आङ टोक्दो रहेछ या भिडियो लागि भनेर मात्र क्या त्यहाँ दुईवटा कुराहरूलाई पनि देखाउ न यस्तो यस्तो पनि देखाउनु पर्छ क्या मान्छेहरूसँग बोल्नुपर्छ हात गल्यो Now we are reaching our class and we are going to have this ice cream, the same flavor. के फ्लेभर हो यो मिन्ट के लेखा यो खै मिनी क्रन्च रे क्रन्च मिनी क्रन्च त नाम होला नि यो के फ्लेभर होस् फ्लेभर चाहिँ भने छैन खै के हो थाहा भएन त्यो राम्ररी पढ्ने पर्छ गाइज हो होइन अनि we are going to having this one and that one. He is already sucking some bites. ल गाइस अब चाहिँ हाम्रो यो खाएर चाहिँ हाम्रो काम सुरु हुन्छ होइन काम सुरु भइसकेपछि अब हामी एकचोटि बेलुकातिर आउँछौँ होला सो अब एकचोटि एकछिन पछि भेटौँला है त हामी चाहिँ काम गर्दैछौँ है गाइज हो यहाँ सेटअप हाम्रो यस्तै छ होइन सरले चाहिँ मिलाउँदै हुनुहुन्छ मिलाउँदै हुनुहुन्छ अनि म चाहिँ यतापट्टि छु मोटामोटी काम गर्नु पऱ्यो अब मकै खान्न भन्छ गाई चाहिँ यो मान्छे मकै खान्न भन्छ यस्तो अर्ग्यानिक कुरो चाहिँ खाँदैन भन्छ अनि जे पायो त्यो अझै मोटोसोटो हालेर यताउति खानेहरू ल अर्ग्यानिक खानु होला क्या कता नि अब यो पनि खाउँ न मकै पनि अस्ति हाम्रो नानीले कहाँ खाएको चटपटे दियो मिठो बनाएको चटपटे सबै खाँदैन अमिली पिरो मुख पायो भने मलाई होइन म खान्छु नि त कहाँ पाउँछ त्यो मिठो मिठो अब खाएन यहाँ त पोलिरहेको काम लाग्छ यो कसरी छ मकैको 30 रुपियाँ कति एकछिनमा आउँछु ल दुई दिन पछि राख्दिनँ है कति बेला लाग्छ ल ल अब हामी चाहिँ मकै एकछिन ल्याउँछौँ होइन अहिले चाहिँ अब अर्कै खाजा जे भनेर खानु पऱ्यो त्यो चाहिँ लिने हिँड्यो हामी मकै चाहिँ अहिले आउँदाखेरि फर्किँदाखेरि लिने हो पुरै राख्छु भिडियो कट गरेर राख्छ कट गरेर राख्ने नि अब सबै चाहिँ आधी पुरै काट है किन काट्ने नो निड टु कट काट न यार एडिटको मतलब के हो एडिटको मतलब त अब यस्तै गर्ने हो नि काट्ने साट्ने धुल्याउने रङ्गी बिरङ्गी बनाउने यस्तो त नि नखाने कुरा हुन्छ कसैले बोल्छ नि आयो ल एलपी ग्यास आयो ल सर्टेज छ नि एलपी ग्यास ओइ एलपी ग्यास सक्छ सर्टेज छ भने सर्टेज एलपी ग्यास भने थाहा छैन ल सिलिन्डरको ग्यास नि सिलिन्डरको ग्यास क्या भात पकाउने ग्यास नबनाउने कस्तो नबनाउने भन्छ यार भिडियो मलाई यहाँ हाल्नु परेन मान्छेले आधी घन्टा आधिको 1 घन्टाको हाल्छ मान्छेले भिडियो यार जाने बेला मात्रै बनाउने क्या राखा बन्द जति बेला पनि यहाँनिर जोक्स फुकिन सक्छ क्या द्याट्स वाइ आई मेक भिडियो कि मेरो पिठा खाने द्याट्स वाइ आई मेक भिडियो वाइल यहाँनिर राम्रो जस्तो क्या बेकरी घर बेकरी खान्छ कसैले होइन भने खाजाको चाहिँ क्या भर्खर यहाँनिर मोमो चाउमिन बोकेर हिँडियो होइन त्यहाँनिर गएर अब मकै खाइन्छ अनि लास्टै झ्याउ क्या तर मोमो चाउमिन खानुको लागि कति 20-25 मिनट कुर्नु पर्ने हो जता पनि मकै दिनु ल दुईवटा दिनु न कति भन्नु एउटाको 2टा गरिदिनु न भ्युवर्सहरूलाई अब बोलाउनु पर्ने त अब मलाई हेर्छ नराम्रो भ्युवर्सहरूले धेरै यार होइन त स्केटिङ पनि छ है ल यहाँ चाहिँ स्केट खेल्नु मन छ नि यता आयो भने चाहिँ ठ्याक्कै ठाउँको चोकमा बैङ्कहरूभन्दा अलिकति पछाडि मात्रै हो Finally, we have got something delicious, guys. मकै छ यहाँनिर है मकै कोक चाउमिन and momos also. Now we are going to eat
दिएँ है अनि त्यसपछि गर्दै खाने टन नगाउने अझै पनि भिडियो बनाउँछ भिडियो बनाउने खाना सुरु गरौँ ल खाना सुरु हौ सर खाना सुरु गरौँ ल अब हामी चाहिँ खाना सुरु गर्छौँ है त ल यहाँबाट देख्छ त्यो के देख्छ खै चुडा खाएको नि देख्छ सबैले मलाई देख्यो के भन्नु तिमी खाँदा त नि नखाने बाबु खाने मान्छेले खाएको देखाएर के हुन्छ त तिमी त एउटै देखाएको छैन अनि देखा त ऊ किन देख्नु लगाइ छौ होइन खाना सुरु गरौँ होला भिडियो चाहिँ काट्यो है सबै किन काट्यो र मकै अचार चाहिँ कहाँ हाल्नु त यहाँ हाल न मोमोमा अचार पहिला मोमो चाहिँ चिसो हुन्छ क्या जानु अचार सुँग है पहिला अचार हाल पिरो हाल हेर्दा त मोमो पनि झुसी मिठो जस्तो देखियो अचार हाल न कस्तो मिठो छ क्वालिटी रहेछ है म तिम्रो सहर छोडी टाढा टाढा जाँदैछु कसैले नभेट्ने गरी पर भाग्दैछु म तिम्रो सहर छोडी टाढा द गाइज फेरि भिडियो अपलोड गर्दा सन्देह अर्को भिडियो के भयो छैन 1000 रुपियाँ एउटामा 500-600 पुगेछ फेरि पिन गरेको फेरि अर्को पनि गर्दा यो 1000 त माथि गएको छ सब भिडियोमा सबै मक्का पनि लास्ट हुन्छ ठिक छ गाइस अहिले चाहिँ हाम्रो भिडियो बनाउने कार्यक्रम चाहिँ सक्यो भन्दा पनि अब 5-7वटा भिडियो चाहिँ बनाइयो होइन अरू पनि लुगाहरू त थियो तर समय मिलेन क्या समय घर जानुपर्ने बेला भयो होइन धेरै बनाएर अल्छी पनि लाग्यो सो अरू अब भोलितिर बनाउने हाम्रो प्लान छ आजको चाहिँ यति थियो काम यति नै सकियो अब चाहिँ घर गएर खाना बनाएर खानुपर्छ बेलुका नि भइसक्यो अहिले 7:15 गएछ होइन ओके तपाईँहरूले हेरेर मन पऱ्यो भने लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गरिदिनु होला मेरो च्यानललाई सपोर्ट गरिदिनु होला है त बाई बाई